हेलो गाइज नमस्कार। आज हाम्रो काँक्रा लागेको 30 दिन भइसकेको छ। अब हार्भेस्टिङको एकदम नजिक आइसकेको छ। साना साना फलफुल पनि लागेको छन्। त्यस्तै हो गाइजहरू, टाइम पास गर्दै नेपालमा केही गरौँ, केही गर्न सकिन्छ कि भनेर कृषि पेसातिर लागेको। अब कस्तो हुन्छ अनि तपाईहरुले म भन्ने नै छु, यो काँक्रा चाहिँ राम्रै भएको छ। अनि तपाईको यो लगभग 1 बिघामा छ भनौं। यो काँक्रा 10,000 बोट काँक्रा हो। अनि लगभग अब यो चैतको अन्तिमतिर चाहिँ तपाई पुरानो हुन चालु हुन्छ होला। हार्भेस्टिङ हुन पहिलो हार्भेस्टिङ रेट राम्रो ठिकठाक गए त ठिकै छ। हेरौँ कस्तो हुन्छ।